कुलमानले त्यत्रो भ्रष्टाचार पो गरेका रहेछन्। बाबा बाबा, मैले त यो न्युज हेरेपछि पो थाहा पाएँ। पत्याउँछौ भन्ठाने होला यस्ता न्युज। हामी पत्याउँदैनौँ, ज्यान गए पत्याउँदैनौँ। पहिलेदेखि खेदो खनेको हो कि होइन? कुलमानको कारणले गर्दाखेरि कतिको घरबार बिन भएको छ, त्यो कसको थाहा छ? जसले खान्थ्यो त्यसको भएको छ। ट्याप्प ट्याप्प पैसा आउँथ्यो होला, कुलमान नहुँदाखेरि चाहिँ कताको सेटिङ कताको ठेटिङ, अनि गरिसकेपछि के हो पहिला त चाहिँ होइन, श्रीमतीहरूले पनि के हो पहिला पहिला त कहाँ कहाँ घुमाउन लानुहुन्थ्यो, कहिले थाइल्यान्ड लानुहुन्थ्यो, कहिले ब्याङ्कक लानुहुन्थ्यो होइन, कहिले चाहिँ भारत लानुहुन्थ्यो, कहिले दिल्ली लानुहुन्थ्यो। आजकल त के हो, कतै पनि छैन। के हो अनि कुलमान आएछ, त्यसले गर्दाखेरि गाह्रो परिरहेछ। अब यस्तै किसिमको संवाद हुन्छ होला। अब कसरी खुइल्याउने भनेर चाहिँ कुलमानको लागि चाहिँ हात धोएर लागि परेका छन्। अब हात धोएर हुँदैन के, त्यसरी हात धुने होइन। खुइल्याउनको लागि तपाईँहरूले चाहिँ के गर्नुपर्छ भन्दाखेरि साबुन पानीले मजाले मिची मिची हात धुनुपर्छ होइन, अनि बल्ल कुलमान खुइलिनुहुन्छ। तर साबुन पानीले मिची मिची हात धुने बानी तपाईँहरूलाई छैन। त्यस कारणले गर्दाखेरि जति प्रयास गरे पनि नेपाली जनताले पत्याउनेवाला छैनन्। कुलमानज्यूले फेसबुकमा स्टाटस लेखेर स्पष्टीकरण पनि दिनुभएको छ। होइन, राम्रो काम गर्ने मान्छेको चाहिँ खेदो चाहिँ किन खनियो? यो नेपाली जनता बेकुफ छन्। त्यो बेलामा चाहिँ 18 घण्टे लोड सेडिङको बेलामा कुलमानले अलिकति दिनको 2-3 घण्टा मात्रै लोड सेडिङ गराइदिएको भए पनि मालामाल हुन्थे होला नि त। किन हटाए? किन हटाए लोड सेडिङ? कप्प खान्थे भन्दा त्यही बेलामा खान्थे होला नि त भन्ने कुरा चाहिँ त सोझो सिधा जनताले पढ्दै नपढेको मान्छेले पनि बुझ्ने कुरामा मिडिया म्यानिपुलेट गरेर मिडियामा भ्रम फैलाएर हुन्छ। यही हो पत्रकारिताको धर्म, यही हो। जसले चाहिँ लेख्नु भएको छ होइन, जसले भ्रम फैलाउन खोज्नु भएको छ नि, तपाईले एकचोटि सुत्ने बेलामा सोच्नुहोस् त के काम गर्नुभयो भनेर सक्नुहुन्छ? जित्न सबलाई जिते पनि आफैसित हार्दो रहेछ मन, अवश्य हार्छ। त्यसकारणले गर्दाखेरि कुलमानलाई खुइलाउन खोज्ने होइन, तपाईँलाई खुइलाउनै मन लाग्छ भने ब्रोइलर कुखुरा किन्नुहोस् होइन, अनि काट्नुहोस्, तातो पानी तताउनुहोस्, खुइलाउनुहोस्। भएन भने आफ्नै टाउकोमा तातो पानी हालेर खुइलाउनुहोस्। अब अरू त के भन्न सकिन्छ र? ए बाबा, गलत काम लेख्दै नलेख्ने होइन, गलत भएको कुरा चाहिँ लेख्दै नलेख्ने, राम्रो राम्रो भएको कुरा लेख्ने। ल मन्त्रीहरू त्यहाँ बैठकमा कसका बैठकमा गएन अरे, जहाँ पाए त्यही बैठकमा मन्त्री गएर के गर्ने हो? क्या काम गर्नु परेन? उता उद्घाटन रिबन काट्ने, त्यही रिबन काट्दै बस्ने हो र आफ्नो कार्यकालमा? जे भए पनि चाहिँ अब यी 2 महिना सकिसक्यो, लगभग अब 4 महिना बाँकी छ होइन। अलिकति भएन राम्रो काम गरौँ भनेर लाग्नु भएको छ। खेद खानेछ, खेद खानेछ, खेद खानेछ, खेद खानेछ, फेरि कसैले पत्याउन्न।